हरियो जंगलको शान्त बिहान थियो। सूर्यको पहिलो किरण नदीको पानीमा झल्किरहेको थियो। ठूलो र शान्त मगरमाछ पानीमा टुप्पो निकालेर ओरिपरि हेरिरहेको थियो। साना चञ्चल बाँदरले रुखको हाँगामा बसेर मगरमाछलाई ध्यानपूर्वक हेरिरहेको थियो। बाँदर केही डराएको थियो, तर जिज्ञासाले उसलाई नदीको किनारतिर ताने। जब बाँदर पानी पिउँदै थियो, मगरमाछले पनि टुप्पो निकालेर उसलाई चकित हुँदै हेर्यो। डर र जिज्ञासाको बीच बाँदर र मगरमाछको आँखाहरू मिले। थोरै समयपछि बाँदर नदी किनारमा खेल्दै थियो र एउटा सानो फल पानीमा खस्यो। मगरमाछले आफ्नो ठूलो दाँत प्रयोग नगरी सावधानीपूर्वक फल बाँदरको सामु फिर्ता गरिदियो। बाँदर आश्चर्यचकित र खुसी भयो र त्यसै क्षण उनीहरूको मित्रता सुरु भयो। दिनभर बाँदर र मगरमाछ नदीको किनारमा सँगै समय बिताउँथे। बाँदर कहिलेकाहीँ मगरमाछको पीठमा बसेर नदीमा घुम्थ्यो र मगरमाछ खुसी साथ तैरिरहेको थियो। उनीहरूको अनौठो मित्रता जंगलभरि रमाइलो र विश्वासको प्रतीक बन्यो।